चाहिँ थापाथलीमा होइन यो खोला किनारमा बसोबास गरिरहेका सुकुम्बासीहरूलाई चाहिँ डोजरले उनीहरूको घर यसरी भत्काइरहेको छ भने यहाँ चाहिँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ र यो भत्काइरहेको हेर्नको लागि चाहिँ यहाँ आज बिदाको दिन धेरै सर्वसाधारणहरूले यसरी खोला पारीबाट अवलोकन गरिरहेका छन् अनि अलि अगाडिपट्टि चाहिँ अझै धेरै डोजरहरू छ होइन। यो चाहिँ ठ्याक्क खोला छेउबाट चाहिँ एउटा डोजरले यसरी छेउका बस्तीहरू चाहिँ यसरी भत्काइरहेको दृश्य देख्न सकिन्छ।